नमस्ते, जय मसी एभ्रिवान सबैजनालाई। आज चाहिँ हामी बाहिर निस्केको छुट्टीको दिन यसो हावा खानलाई निस्केको। हामी चाहिँ अहिले तारगोमुरेस भन्ने ठाउँमा छौँ। फुलबारी भएको ठाउँतिर समरमा चाहिँ धेरै रमाइलो हुन्छ साथीहरू हैन। अनि अब 1-2 महिना रमाइलो हुन्छ, त्यसपछि चाहिँ नरमाइलो हुन्छ। सबै बोर्डहरू हरियाली छ अहिले चाहिँ हैन। बोर्डहरू हरियाली छ, जताततै फुलबारी छ साथीहरू। अनि यो बोर्डहरू चाहिँ भोलि पर्सि कालो सुकेको जस्तो हुन्छ। हेर्नुस् त अहिले कति राम्रो छ, हरियो बोर्डहरू छ। फुलबारी फेरि यति धेरै होइन कि यति धेरै होइन, जताततै फुलबारी। हेर्नुस् है, फुलबारी यति धेरै फुलबारी होइन, जताततै साथीहरू। के गर्नु, फर्स्ट टाइम देखेको। नेपाल हुँदा पनि त देख्थ्यो होला सायद होइन। अब नेपाल हुँदा त अब घुमिएन पनि हिँडेन पनि, हिँड्ने मोड पनि थिएन। त्यही भएर घुमिएन गाइजहरू साथीहरू। फुलबारीको बगैँचाहरूमा गइएन, खानु थिएन। यहाँ आएर चाहिँ मैले देखेँ साथीहरू, हजुरहरूलाई देखाउँदैछु। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। हेर्नु, यहाँनिर पनि परेवाहरू छ क्या साथीहरू। हेर्नु परेवा कस्तो राम्रो कति क्युटहरू छ क्या। हेर्नुहोस् न, हेर्नुहोस् कति राम्रो छ। हिँडिराखेको छ, उड्यो, दामी छ नि। कति क्युटहरू छ नि। घुम्ने मौका नभएर होला साथीहरू होइन, घुम्नेन नेपाल हुँदाखेरि। अहिले यहाँ आएर चाहिँ यसो छुट्टीको दिन हिँडेको। हेर्नु यहाँ यति राम्रो फुल, यति राम्रो बगैँचाहरू छ। हेर्नुहोस् न, यहाँनिर पनि यति राम्रो फुलहरू, दामी फुलहरू छ क्या साथीहरू। यति धेरै थरीको छ क्या, थरीको सानो ठुलो कस्तो मात्रै हेर्ने। हेर्नुहोस् है, म पनि हेर्छु, हजुरहरू पनि हेर्न सक्नुहुन्छ। हामी चाहिँ सानो मिनी भ्लग बनाउँदै हिँडेको। हामी चाहिँ 6 दिनपछि छुट्टी हुन्छ। त्यसपछि यसरी नै